सम्पूर्ण मित्रहरू, विभिन्न जडीबुटीको विषयमा हजुरहरूलाई जानकारी गराउने क्रममा आज फेरि अर्को फरक जडीबुटीको विषयमा जानकारी गराउँदैछु र यो चाहिँ एकदमै महत्त्वपूर्ण छ। यो चाहिँ हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र म आजको भिडियोलाई चाहिँ अब सुरु गर्दैछु है त। हेर्नु होला है, सुन्नु पनि होला। यो दुवै कुरालाई हजुरले ध्यान दिनुपर्ने हुन्छ। हेर्नु, यो चाहिँ टिमुर। टिमुरको प्रजातिहरू विभिन्न हुन्छ, सिलटिमुर पनि हुन्छ, त्यस्तै गरेर अरू पनि विभिन्न किसिमका टिमुरहरू हुन्छन्। र यो चाहिँ बोके टिमुर, र यसलाई आँखले टिमुर पनि भनिन्छ, परपरे टिमुर पनि भनिन्छ। यसको नाम जेसुकै भए पनि विशेष गरी बोके टिमुरको नामले चाहिँ परिचित छ। र यो म हजुरलाई टिपेर पनि देखाउँछु है प्रष्ट रूपमा। यहाँ हेर्नु होला, यो पाकेर अब करिब करिब पाक्न लागिसकेको छ, रातो रातो हुन आँटेको छ। अब यो चाहिँ टिप्ने बेला हुन लागेको है मित्रहरू। एकदमै यो चाहिँ अब टक्कै रातो रातो रूपमा देखिँदैछ। एउटा पात पनि देखाउँछु, हेर्नु। यो हो बोके टिमुर। ल, अब यो बोके टिमुर भनेर चाहिँ हजुरहरूलाई मैले जानकारी गराएँ, हजुरहरूले चिनी पनि सक्नु भएको छ। अब खासमा यसको काम चाहिँ के हो त, यो विषयमा चाहिँ हजुरले जानकारी पाउनुपर्छ। गाउँघरमा त यसलाई स्वादको लागि खाने गरिन्छ। खोर्सानीमा यसलाई थोरै पिसेर नुन लगाएर खाँदा, बर्खायाममा अथवा हिउँदयाममा आलु चट्ट तासेर त्यो आलु चोप्दै खाँदा आहा, त्यो त स्वादै अर्कै हुन्छ नि। बुझ्नु त, त्यो आलु खाएको स्वाद यो टिमुरको अचारसँग। त्यसै गरिकन भातको साथमा पनि खोर्सानी थोरै नुन र यसलाई पिसेर खाँदा, जिब्रोमा चाट्दै खाँदा आहा, त्यो त स्वादै अर्को हुन्छ। त्यो चाहिँ भयो एउटा मुखको स्वादको लागि। तर विशेष गरी मैले मुखको स्वादको लागि होइन, यसमा भएको औषधीय गुण चाहिँ के छ त्यो विषयमा चाहिँ हजुरलाई जानकारी गराउने गरेको छु। र यसको आज आयुर्वेदिक गुण यसमा के रहेको छ त्यो जानकारी गराउँदैछु। हजुरले त्यो विषयमा जानकारी दिनु होला, यो महत्त्वपूर्ण कुरा छ है। ल, अब म जानकारीतिर लागेँ। अब यो टिमुर चाहिँ खास गरी समशीतोष्ण जलवायुमा पाइन्छ। यसको रुख चाहिँ लगभग 10 देखि 15 फिट अग्लो, काँडादार हुन्छ। यसको फुलको डाँठ सानो हुन्छ। अब यसको गुणधर्मको विषयमा चाहिँ म हजुरहरूलाई जानकारी गराउँदैछु है। अब यसले विशेष काम चाहिँ के गर्छ भन्ने कुरा चाहिँ हजुरले जान्नुपर्छ। अब यसको स्वाद चाहिँ परपराउने किसिमको हुन्छ र यसको प्रभाव चाहिँ के छ त भनेर भन्नु होला भनेदेखि सुगन्धित पिरो स्वभावको हुन्छ। यो अलिकति गरम प्रकृतिको हुन्छ। र औषधीय उपयोगको विषयमा भन्नुपर्दा चाहिँ यसले दाँतको दुखाइ, त्यस्तै गरेर पिनास, त्यस्तै गरेर कफग्रस्त दम खोकी, त्यस्तै गरेर जोर्नीहरू सुन्निने, छालाका रोगहरू, आमबात, ठोक्किएको, मर्किएको, यौन रोग, गानो गोला, फोक्सो सुनिएको, यो बिराममा चाहिँ यसले एकदमै राम्रो उपचार गर्दछ। त्यस्तै गरिकन अब अर्को मुख्य समस्या मान्छेमा के हुन्छ भनेदेखि खाना रुचाउनको लागि र खाना पचाउनको लागि मुखमा रियाल रस आउनुपर्छ। र कसैको चाहिँ रोगको कारणले त्यो मुखमा रियाल रस आउँदैन, जसको कारणले चाहिँ मुख सुक्खा हुने हुन्छ। र मुखमा रियाल रस निकाल्नको लागि चाहिँ यसले अत्यन्तै महत्त्वपूर्ण काम गर्दछ। त्यस्तै गरेर शरीरमा आउने विभिन्न किसिमका गाँठा, गिर्खा निस्कने समस्या, त्यस्तै गरेर यो पेटमा भएको ग्यास छ नि, जो अहिले त सबै मानिसहरू विशेष गरी नेपालीहरू चाहिँ ग्यास्ट्रिकका रोगी छन्। र ग्यास्ट्रिकको लागि चाहिँ यो रामबाण नै हो। यसले चाहिँ रामबाणको काम गर्दछ ग्यासको लागि। र अन्य कुराहरूमा जो खाना अरुचि हुने समस्या छ, खाना खाएको चाहिँ पच्दैन, त्यस्तै गरेर खाना खान चाहिँ मन लाग्दैन, भोक लाग्दैन भनेदेखि यसलाई अन्य जडीबुटीको साथमा चाहिँ योग तयार गरेर यसको चाहिँ औषधि बनाएर खान सकिन्छ। र अब यसको मात्राको विषयमा चाहिँ हजुरलाई विशेष जानकारी गराउनुपर्छ। धेरैले चाहिँ औषधिहरू बताउने, तर कति मात्रामा खाने, कसरी खाने भन्ने विषयमा चाहिँ जानकारी गराउनुहुन्न। त्यसकारणले यो चाहिँ एउटा महत्त्वपूर्ण जानकारी चाहिँ हामीले छुटाउनु हुँदैन। यसको मात्रा चाहिँ कति हो त भन्दाखेरि यसलाई बेसी खायो भने चाहिँ सास फेर्न गाह्रो हुन्छ, सास थुन्छ। त्यसले गर्दाखेरि
अब यसको चाहिँ दाना खाने हो भने चाहिँ यो एउटा दाना है, हेर्नु खालि एक दानालाई पिसेर मैन चूर्ण बनाउने अनि त्यो मैन चूर्णलाई चाहिँ पानीमा पकाएर अथवा त्यसलाई कुनै उपाय जस्तो धुलो बनाएर चाहिँ एउटा दाना बराबरको है, एउटा दाना बराबरको धुलो चाहिँ मुखमा लगाउने र त्यसलाई चाहिँ पानीले निल्ने अथवा पानीमा पकाएर खाने। अब यसको साथमा चाहिँ यो एउटा दाना लगभग एउटा दाना बराबर यो, त्यस पछाडि थोरै ज्वानो, त्यस पछाडि कालो नुन जसलाई हामी बिरे नुन भन्छौँ, यो सँगै पकाएर चाहिँ बिहान बिहान खाने गरियो भनेदेखि खाएको कुराहरूलाई चाहिँ यसले पचाउने काम गर्छ, पाचन तन्त्रलाई सक्रिय बनाउँछ र यो चाहिँ पेटको लागि एकदमै राम्रो छ। अब कसैलाई दाँत दुख्ने समस्या छ, दाँत दुखिराखेको छ भनेदेखि चाहिँ यसको दाना एउटा कुरा, यसको दाना एक दाना बराबर अथवा त्यो मुखमा मात्रै राख्नको लागि चाहिँ तपाईँले 2 दानादेखि 3 दानासम्म पनि यसको धुलोलाई प्रयोग गर्न सक्नुहुन्छ। निल्न चाहिँ तपाईँलाई गाह्रो हुन्छ, सास थुन्नु सक्छ, धेरै प्रयोग भयो भनेदेखि पेटमा गरम हुनु सक्छ, पेट पोल्नु सक्छ। त्यसले गर्दाखेरि यसमा मुखमा दाँतको दुखाइको लागि चाहिँ यसको दाना 2-3 दाना बढीमा है, नभए एक दाना पिसेर चाहिँ तपाईँको जहाँनिर दाँत दुखेको छ त्यो धुलो लाएर तपाईँले राख्नुभयो भनेदेखि यसले दुखाइ काम गर्छ। र यसको यो जो डाँठ छ नि, यो डाँठले पनि काम गर्छ है। यसको यो काठ जो छ यसलाई चाहिँ चुसिरहँदा पनि दाँतको दुखाइलाई चाहिँ यसले कम गर्छ। र आज मैले जति कुरा बताएँ यो चाहिँ अहिले धेरै नै माग छ। यसलाई चाहिँ विशेष गरी चाहिँ हामीले औषधिको रूपमा भन्दा पनि यसलाई चाहिँ मसालाको रूपमा प्रयोग गरेको पाइन्छ। विभिन्न यो जस्तो मोमोहरूमा पनि यसलाई प्रयोग गरेको पाइन्छ, मसला मोमोको मसलाको रूपमा अथवा त्यसको चाहिँ चटनीको रूपमा यसलाई चाहिँ प्रयोग गरेको पाइन्छ। तर मुख्य गरी चाहिँ यो चाहिँ औषधि नै हो, हजुरहरूले यो कुरा जान्नुपर्छ। बोके टिमुर यो यसको खास नाम बोके टिमुर हो र यो एकदमै महत्त्वपूर्ण छ, पेटको लागि रामबाण छ। हजुरलाई चाहिँ रियाल रस निस्किँदैन भने यो चुस्ने गर्नुहोस्, हजुरको मुख रसिलो हुन्छ, मुखमा रियाल निस्किन्छ। एक कुरा रामबाणै हो, यो चाहिँ प्रयोग गरेर हजुरले हेर्नु होला। जसको मुख सुक्खा हुन्छ नि हो उहाँहरूको लागि यो थोरै चुसिराख्ने एकापट्टि गर्नुभयो भनेदेखि एकदमै राम्रो छ। र मैले हजुरहरूलाई यो कुराको जानकारी आज यति गराएँ। यो बोके टिमुर रोप्नु होला, यसरी चाहिँ यो धेरै राम्रोसँगले चाहिँ हजुरले व्यावसायिक ढङ्गमा पनि यसलाई अगाडि बढाउन सक्नुहुन्छ। यसको माग धेरै छ, मैले त यो आफ्नो लागि मात्रै हो, यसलाई व्यावसायिकरण गरेको छैन। र यो बोके टिमुर चाहिँ विशेष गरी समशीतोष्ण क्षेत्रमा हुने भएकोले यसले गरम हावापानी रुचाउँछ। यो हाम्रो चाहिँ अलिकति ओजेलमा रोपेको छौँ, त्यसमा पनि यो जति फल्नुपर्ने अलिक कमै फलेको छ। उतापट्टि चाहिँ हेर्नु असिनाले पहिला फुलमा असिनाले लग्यो, त्यतापट्टि टिपेको होइन, त्यहाँ फलेको छैन। यो माथि चाहिँ रुखको छेलले गर्दाखेरि यतापट्टि फल्यो, उतापट्टि चाहिँ फुल झारेको कारणले फलेन, असिनाले बिगारेको छ। र यो बोके टिमुरको विषयमा मैले आज यति नै जानकारी गराएँ। अरू भिडियोहरूमा पनि म हजुरहरूलाई जानकारी गराउँदै जानेछु। अन्तिममा म के भनेर भन्छु त भन्दाखेरि सधैँ अत्यन्तै महत्त्वपूर्ण कुरा भन्ने गरेको छु, आयुर्वेदिक पद्धतिलाई अपनाऊ, स्वस्थ जीवन बिताऊ, प्रकृतिसँग रम्न सिकौँ भन्दै भन्दै जय श्री राधे, जय बजरंगबली, जय हनुमान, जय शम्भो, हर हर महादेव।